हेलो साथी नमस्ते एम सुरज कुमार फ्रम विराटनगर नेपाल। हाम्रो विराटनगर पहिलेभन्दा धेरै एकदम डेभलप छ, तर पनि अब हामीले यसो विचार गर्दाखेरि अब त्यो पहिलेभन्दा एकदम सबै नेपालीहरूलाई अब है भन्न चाहन्छौँ। हामी नेपाली दाजुबहिनीहरूले हाम्रो नेपाललाई अलिकति राम्रो सुरक्षित सफा राख्यो भने हाम्रो नेपाल कति क्लिक हुन्छ। हामी सबै साथी मिलेर हाम्रो नेपाललाई सफा राख्ने नराखौँ। नदी नाला घरद्वार बाहिर खेर रोड सबै फोहोरहरू नफ्याँकौँ। हामी सबै नेपालीहरूलाई गाह्रो पर्छ, अप्ठ्यारो हुन्छ तथा धेरै चिजहरूको टेन्सन हुन्छ। त्यसैले हाम्रो विराटनगरहरू सफा राख्नुपर्छ। अहिले हेर्नु यही पृथ्वीको बाटो पहिले कस्तो यहाँ सास लिने ठाउँ थियो, त्यति गन्दगी फैलेको थियो। अहिले हेर्नु कस्तो राम्रो छ, सफा भएको छ। हामी परिवर्तन गऱ्यौँ, समयले राम्रोसित प्रयोग गऱ्यौँ। हाम्रो विराटनगरलाई राम्रो सफा राख्यौँ। पहिले यो गुद्री हेर्नु, हाम्रो पुरानो गुद्री थियो पहिले, अहिले हेर्नु कस्तो राम्रो छ। सोलर पावरहरू पनि ठाउँ ठाउँमा लगाइदिएको रहेछ, सबै ठिक्क छ। हाम्रो विराटनगरहरू कस्तो राम्रो छ, एकदम धेरै छ। हामी नेपालीहरूले एउटै कुरो चाहन्छौँ, हाम्रो विराटनगर राम्रो हो, सफा हो। सबै दिदीबहिनीहरूलाई इन्स्टाग्राम तथा फेसबुक, वाट्सएप, टिकटक एवं सबै भाइ बहिनीहरूलाई पनि दाइ भाउजूहरूलाई पनि सबैहरूलाई यति अनुरोध गर्न चाहन्छु, हाम्रो विराटनगर सफा विराटनगर हो। क्लिक कटल थियो हाम्रो विराटनगर। हाम्रो सहर सफा भयो भने हामी पनि सफा हुन्छौँ। सहरलाई हेर्नु त यो मेन रोडको बाटो हो, पहिले कस्तो फोहोर थियो। मेन रोड यो अहिले हेर्नु कस्तो फोहोर छ। सरी गाइज भन्न मिस्टेक भएर। पहिले हेर्नु कस्तो फोहोर थियो, अहिले हेर्नु कस्तो सफा छ, टिटिक्क परेको छ। पार्किङ एरियाहरू, बाइक राख्ने पार्किङको एउटा ठुलो सेटिङ बनाइदिएको छ। हेर्नु कस्तो राम्रोसित सेटिङ राखिदिएको छ। अर्को कुरा सबै राम्रो छ, एकदम सबै राम्रो रहेछ। अनि सबभन्दा राम्रो मलाई खुसी के लाग्यो कि होस् हाम्रो देशहरू पनि अलिकति विकास भइरहेको छ। अब खानेपानीको यो जुन विषयमा काटेको हुन्छ, यो सबै खानेपानीको पाइप यहाँ लाइनमा छ, पाइप लाइन बिछाएको हुन्छ। तर अरूभन्दा पनि के हुन्छ भने हामीहरूलाई सेफ्टीको लागि, सपोर्टको लागि हेर्नु महावीर चोक, पहिलेको महावीर चोक र अहिलेको महावीर चोकमा हेर्नु के अन्तर गर्छ, धेरै अन्तर गर्छ। पहिले हेर्नु केही थिएन अनि अहिले हेर्नु कस्तो सफा भएको छ, धेरै कुराहरू राम्रो छ। त्यसै गरी हामी नमस्ते, म सुरज कुमार, अर्को ब्लगमा म मिल्छु। धन्यवाद, नमस्ते एन्ड गुड आफ्टरनुन सबैलाई। नमस्ते, जय नेपाल, स्वच्छ नेपाल, सफा नेपाल, जय नेपाल, राम्रो नेपाल, हाम्रो विराटनगर राम्रो हो।